त्यसले सहजता लाग्छ, त्यसै तपाईँ यो व्यवसाय गर्न सक्नुहुनेछ। तर यो व्यवसाय गर्नुभन्दा पहिला चाहिँ एउटा सपना चाहिँ हुन आवश्यक छ। बिना सपना कोही पनि मान्छे सफल हुन सक्दैन। जोसुकै होस्, सपना चाहिन्छ सफल हुनको लागि। र तपाईँको सपना म धेरै ठुलो कुरो त भन्दैन, कमसेकम दुबईलाई बिट मार्दै गर्दाखेरि नेपालको 1 लाख रुपियाँ चाहिँ कमाउने एउटा सिस्टम बनाउन हुनुपर्छ। यो सपना तपाईँले बनाउनुहोस्। यो सपना तपाईँले बनाइसक्नु भएको छ भने धेरै राम्रो छ। यदि बनाउनु भएको छैन भने आजबाट बनाउनुहोस्। कतिजना चाहनुहुन्छ तपाईँले दुबई बिट मार्दै गर्दाखेरि महिनाको कमसेकम 1 लाख रुपियाँ आम्दानी आउने एउटा बाटो बनाउन चाहनुहुन्छ डिएक्सनबाट? कतिजना चाहनुहुन्छ? चाहनुहुन्छ? यहाँहरूको लागि जोरदार ताली। यो चाहनालाई पूरा गर्नको लागि तपाईले बुझ्नुपर्ने हुन्छ कि बिजनेस डिएक्सनलाई तपाईले कुन एंगलबाट हेर्नुहुन्छ त्यो मलाई थाहा छैन, त्यो तपाईले थाहा छ। तर तपाईले बुझ्न आवश्यक छ कि डिएक्सन एउटा बिजनेस हो, यो स्वास्थ्यको बिजनेस हो। र यो बिजनेस भनेको चाहिँ यो अहिलेको समयको चाहिँ एउटा लेटेस्ट टाइमको बिजनेस इज बिगेस्ट साइन्स भन्छ। यो बिजनेस भनेको त यो संसारको सबैभन्दा ठुलो विज्ञान हो। यो बिजनेस भनेको चाहिँ विज्ञान हो र विज्ञानले चाहिँ के भन्छ भने कुनै पनि समस्याको समाधान गर्नुलाई बिजनेस भनिन्छ। कुनै पनि समस्याको समाधान गर्नुलाई चाहिँ बिजनेस भनिन्छ। अब हामीलाई सजिलो भयो। डिएक्सनको बिजनेस गर्न चाहनुहुन्छ, तपाईं महिनाको 1 लाख रुपियाँ आम्दानी आउने एउटा सिस्टम बनाउन चाहनुहुन्छ। बिजनेसले के भन्दो रहेछ भने हरेक समस्याको समाधान गर्नु नै बिजनेस हो भनेर चाहिँ भन्दो रहेछ। र डिएक्सनले पनि धेरै समस्याहरूको समाधान गर्ने गर्छ। विशेष त लेटेस्ट टाइममा यो संसारको हरेक देशको मान्छेको समस्या भनेको पहिलो समस्या मान्छे दिन प्रतिदिन बिमारी हुँदैछ, मान्छे दिन प्रतिदिन अस्वस्थता हुँदैछ भने अर्को समस्या भनेको चाहिँ दिन प्रतिदिन मान्छेको आर्थिक स्थिति कमजोर हुँदैछ। हामी यस हलमा बसेको जतिजना छौँ, चाहे तपाईँ 10 वर्ष भयो 20 वर्ष भयो दुबईमा, तर पनि तपाईँको चाहिँ 1-2% हुनु तपाईँको आर्थिक स्थिति राम्रो छ। तर 90% भन्दा बढी मानिसहरूको यही हलमा छौँ हामीहरू 10 वर्ष भन्दा अहिले तपाईँको आर्थिक स्थिति नाजुक भइसकेको छ। झन् पछि झन् तपाईको चाहिँ आर्थिक स्थिति नाजुक हुँदैछ। भनिसकेपछि तपाईँ हामीलाई डिएक्सन बिजनेस गर्नको लागि सहज यो कारणले गर्दा छ कि यो संसारको हरेक मान्छेको समस्या स्वास्थ्य। तपाईले हरेक मान्छेलाई स्वस्थ बनाउने कोसिस गर्नुहोस्। यो संसारको हरेक मान्छेको समस्या आर्थिक स्थितिको कमजोरी। तपाईले हरेक मान्छेलाई जागिर सँगसँगै एउटा अतिरिक्त आम्दानी गर्ने, एउटा एक्स्ट्रा कमाउने एउटा अवसरको बारेमा सहयोग गर्नुहोस्। यदि तपाईँ महिनाको 1 लाख रुपियाँ कमाउने सिस्टम बनाएर तपाईँ नेपाल जान चाहनुहुन्छ भने तपाईले दुईवटा मात्र काम गर्नुहोस्। एउटा, मान्छेलाई स्वस्थ बनाउनुहोस् जति सक्नुहुन्छ। तपाईले फिजिकली भेटेर हुन्छ, डिजिटली हुन्छ, तपाईँ जसरी हुन्छ। तपाईको आफ्नो खुबी हो, तपाईभित्र के खुबी छ। हरेक मान्छेमा एउटै खुबी हुँदैन। तपाईमा अलग खुबी छ, ममा अलग खुबी छ र अरु कसैमा अलग खुबी हुन्छ। तपाईको खुबी अनुसार तपाईले मानिसहरूलाई स्वस्थ बनाउनुहोस्। डिएक्सन सेलिङको बिजनेस हो। जति धेरै सेल्स हुन्छ त्यति धेरै पैसा आउँछ। गफ लगाएर पैसा आउँदैन डिएक्सनमा। सेलिङ तपाईको पैसा आउने हो। सेलिङ तपाईको टिमबाट हुने हो। म्याक्सिमम सेलिङमा फोकस गर्नुहोस्। यदि कसैले डिएक्सन सेल्समा डिपेन्ड हुँदैन भन्छ त्यो एउटा बहाना हो, गर्न नसक्नुको बहाना हो। गर्नेले चाहिँ गर्छ, देखाउँछ र पाउँछ। डिएक्सन जो मान्छे सेल्स गर्छ उसको बोनस मजासँग आउँछ। बोनस आउनु बित्तिकै मनी इज पावर, पैसा गरम हुन्छ हैन। मान्छे चाहिँ तातिहाल्छ, चाहे त्यो बन्न जानुहोस् नजानुहोस्। जसको मोटो बोनस आउँछ नि त्यो मान्छे यसै फायर हुन्छ कि। त्यो भएर चाहिँ सेलिङलाई फोकस गर्नुहोस्। सेल्स आउँछ, तपाईँ जति धेरै मान्छेलाई स्वस्थ बनाउनुहुन्छ।
अर्को तपाईले चाहिँ अवसरको बारेमा कुराकानी गर्नुस्। हरेक मान्छेलाई पैसा कमाउने रहर छ, त्यो अवसरको बारेमा कुरा गर्नुस्। जति धेरै मान्छेले अवसरको बारेमा कुरा गर्नुहुन्छ त्यति धेरै तपाईको नेटवर्क बन्दै जान्छ।